नमस्ते साथीहरु, आज म एउटा जानकारी लिएर आएको छु। त्यो चाहिँ आज एउटा वायरलेस माइक्रोफोन आइफोनको लागि अर्डर गरेको थिएँ। सो आज आइपुग्यो र यसलाई चाहिँ कसरी कनेक्ट गर्ने आइफोनमा भन्ने कुराहरू मैले जानेको बुझेको कुराहरू म तपाईहरुमाथि शेयर गर्दैछु। सुन्नु होला, भिडियोलाई मन पराउनु होला र खोल्दै छु, हेर्नु होला कसरी चाहिँ आइफोनमा यो वायरलेस माइक्रोफोन कनेक्ट गर्न सकिन्छ। यसमा चाहिँ अब तीनवटा आउँदो रहेछ, दुईटा यो फोन अनि एउटा कनेक्टर हैन। अब यसलाई कनेक्ट चाहिँ कसरी गर्ने भन्ने कुराहरू म यस भिडियोमा भन्दैछु। जस्तै आइफोनमा अब तपाईले आइफोनमा चाहिँ जुन चाहिँ आइफोनको प्लग छ, जस्तै अब यो आइफोनको चार्जर प्लग छ, सेम यही हुनुपर्छ। यो छ भने तपाईले यसमा चार्ज लाउने ठाउँमा यसलाई लगाउनुस् र यहाँ चाहिँ तपाईको यो क्लिक क्लिक यस्तो बत्ती बलिरहेको हुन्छ र यस्तो बत्ती बलेपछि तपाईले सम्झिनुहोस् कि यो वायरलेस माइक्रोफोन अन हुँदैछ र यसपछि चाहिँ अब यसलाई हामीले यहाँ पछाडिपट्टि एउटा सानो बटन छ, त्यो बटनलाई चाहिँ हामीले यसरी अन गरेपछि यो अटोमेटिकली कनेक्ट भयो। एउटा यसमा कनेक्ट भयो भने अर्को चाहिँ अब हामी फेरि अन गर्दैछौँ। अर्को पनि यसरी अन गरेपछि यो दुवै यसरी अन भयो र यसरी अन भएपछि बोल्न हामीले ब्लगहरु हरेक चीजहरु गर्न एकदमै सजिलो हुनेछ र यसरी चाहिँ कनेक्ट हुँदो रहेछ। सबैलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा र तपाईहरुले वायरलेस माइक्रोफोन किन्नुहुन्छ भने आइफोनको लागि आइफोनकै प्लग भएको नै किन्नुपर्छ। अरु जस्तै भनौं न यो प्लग यस्तो टाइपको प्लग भएको छ भने त्यो माइक्रोफोन चाहिँ कनेक्ट हुँदैन हैन। मैले पनि यस्तै गरेर अनलाइन गरेको थिएँ एउटा यो प्लग कनेक्ट गरेर अनि माइक्रोफोन कनेक्ट गर्दाखेरि कनेक्ट भनेन। अनि त्यसकारणले मैले चाहिँ यो फेरि नयाँ चाहिँ K10 भन्ने चाहिँ नयाँ किनेर जुन चाहिँ आइफोनको यो प्लग भएको नै सेम यस्तै हुनु पर्यो, यस्तै भएको नै छ भने एकदम मजाले कनेक्ट हुन्छ। अघि कनेक्ट थियो, अहिले यसलाई निकालिसकेपछि डिस्कनेक्ट भयो। अनि अर्को एउटा सानो भिडियो बनाएको छु, साथीहरुलाई मन पर्छ कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। मैले चाहिँ एन्ड्रोइडको लागि एउटा वायरलेस माइक्रोफोन चाहिँ किनेको थिएँ। सो मैले यसलाई चाहिँ यहाँ यसमा सीमा प्लगमा लगाएर फेरि अन भएन। अन नभएपछि चाहिँ अब के गरौँ भएर मैले धेरै भिडियोहरु हेरेँ तर राम्रोसँग बुझ्न सकिनँ। अनि पछि एकजना साथीले भिडियो हेर्दा चाहिँ मैले बुझेँ यहाँ चाहिँ के रहेछ भन्दा चाहिँ एन्ड्रोइडमा एकदमै सजिलोसँग कनेक्ट हुन्छ। एन्ड्रोइडमा चाहिँ सेटिङमा जानुस् हैन, सेटिङमा गएपछि अनि यहाँ लेख्नुस् ओटीजी लेख्नुस् अनि ठ्याक्क ओटीजी आएपछि तपाई ओटीजी लाई क्लिक गर्नुस् अनि क्लिक गरेपछि ओटीजी कनेक्ट भनेर यहाँ लेखेछ, यसलाई चाहिँ अन गरिदिनुस्। अन गरेपछि तपाईको वायरलेस माइक्रोफोन चाहिँ अटोमेटिक कनेक्ट हुन्छ। एकदमै सजिलो छ एन्ड्रोइडको चाहिँ। आइफोनको चाहिँ आइफोनकै प्लग हुनुपर्छ अनि बल्ल कनेक्ट हुन्छ, नत्र अरु आइफोनको अरु प्लगहरु कनेक्ट गरेर अनि यसमा कनेक्ट गरेपछि चाहिँ आइफोनको चाहिँ हुँदैन। त्यसको लागि मैले यो सानो भिडियो बनाएको छु। हस्त भिडियो कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला। ओके, बाइ बाइ।